Hello guys, bom dia. Aya, हामी चाहिँ we are going to Nazare beach. यस्तो लगाएर किनकि एकदम धेरै विन्डी हुन्छ, जाडो हुन्छ, त्यही भएर त्यो बीचमा गएर चाहिँ खेल्ने चाहिँ होइन फेरि वेभ हेर्न मात्रै होइन, त्यहाँ त खेल्नै दिन्न नि, वेभ मात्रै हो। आज पानी पनि छ के अनि पानी पनि छ रे, टिकट काटिहाल्यो, अब जानु परिहाल्यो होइन, त्यही भएर we are going. होइन हौ यहाँ हो ऊ त्यो छ नि यो यहाँ न 34D लेखिरहेको छ नि फ्लिक्स बस हो, तिनीहरू हो क्या 38 हो। विमल तामाङ चाहिँ बस वेटिङमा हो। खै बस आएन? बस आएन? बस्दै कुरायो। In 600 meters at the roundabout, continue straight to stay on N85. In 200 meters at the roundabout, take the second exit and stay on N85. जाडो भयो? यस्तो धेरै जाडो भइरहेको छ हैन, अब थाहा छ। अब यो चाहिँ हाम्रो आजको ब्रेकफास्ट। भोक लागेर झन् बमिट गरे नि हुन्छ। भित्र छ त नि, जाउँ न। हाम्रो अवस्था चाहिँ यस्तो छ, पानी परेर धन्य छाता चाहिँ बोकेर आएछ, तर इट्स ओके। तर समर पनि खासै त्यस्तो राम्रो स्टार्ट भएको छैन रहेछ हौ यहाँ, किनभने ऊ माथि जानुपर्ने हो नि त। यस उ त्यो भनेको मैले चढ्ने ठाउँ यो ठाउँमा उकालो गर्नु त, यो ठाउँमा जाने हो क्या। तर यो ठाउँमा यो पनि यो छ नि, यो सेतो, यो कहाँ छ मेरो हात, यो सेतो हो। त्यसमा के बस जस्तो के जाँदा रहेछ कि उका डिबल कहाँ नि हामी नजरे भएको बाटो चाहिँ यस्तो रहेछ यहाँनिर। डिम्पल चाहिँ छाता ओढेर, आफूलाई चाहिँ फेरि छाता छैन, हल्का पानी परिरहेछ। खै कुन यो राम्रो फुल्दो रहेछ त होइन? कस्तो लाग्यो? राम्रो लाग्यो? ए दामी रहेछ ल नजरे। यो चाहिँ नजारे हो। कहाँनिर नाइटमा राम्रो देखिन्छ, ठुलै रहेछ, यता पनि रहेछ नि त। त्यस्तो धेरै ठुलो चाहिँ होइन, तर ठुलो सिटी नै हो। हाम्रो गाइडले हामीलाई छोडिसक्यो। ओ माय गॉड, आज यहाँनिर छोडियो भन्दा हामी त छोडेको हुन्छ नि। गाइड चाहिँ कहाँ पुगिसक्यो नि? आएन म। ओ माय गॉड, हल्ला गरेको कति सुनिँदो रहेछ। के भयो अरे? कहाँ हाइट हिँड्नु पर्दैन।
के हो नाइ 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 के हो हे यो पनि खान्छ के खान्छ यो यसको सुप बनाएर खान्छ यो के गरेको छ्याउ नगर्नु न यो पानी कहाँको आइरहेछ चिसो पानी हो यो छे 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 रामु छि के चाहिँ गर्छ हौ हुइ गाडी जना यो छाता चाहिँ लिनु त फोनमा फोन पनि छ छाता पनि छ सबै छ लिएर यसो गरौँ भने पानी परिरहेछ यसो नगरौँ भने वाह बच्चा सानो बच्चा चाहिँ यहाँनिर पिङ खेल्दै हुनुहुन्छ पानी थियो होला रामु लु जाउँ रामु जाउँ गएको है म चाहिँ अझै यो बाटो छोडेर यति माथि जानुपर्ने छ अनि रामु चाहिँ अहिलेसम्म पिङमै खेलेर बसेछ यहाँ तल रामु गुरुङ कान्छा जाऊँ न हौ पानी परिसक्यो पानी पर्यो हौ पानीले खोला बगेको होला नि तपाईँ हुनुहुन्छ त नि मान्छेले चाहिँ छोडिसक्यो हामीलाई चाहिँ के गरेको जिन्दाबाद भनेको त नराम्रो पो त होइन लु भयो म त भिडियो बनाउँदिनँ आयो मान्छेले छोडिसकिसक्यो ऊ यस्तो गर्दै बस्छ हो स्टिल हिँड्न बाँकी छ अब चाहिँ एकैचोटि म त्यही छाल आउने ठाउँमा भ्यू पोइन्टमा पुगेर नै भिडियो गर्छु किनकि बाटोमा धेरै अलमल्यो गाडीले छोडेर गयो हामी एक्लै छौँ बाटोमा ओके दुईजना छौँ हामी के गर्नुभएको रामु कति राम्रो छ यता हेर सिटी भएर यता बिच साइड हेर राति चाहिँ बेलुका चाहिँ यो बाटोसँग पानी आएको रहेछ क्या त्यो छाल क्या सबै मिलाउँछ अहिले Sito da Nazare, bem-vindo, bem-vindo. Welcome, 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 welcome. अब अलमल्ले यहाँबाट आइपुगे पछाडि किनकि गाइड छैन अफ कोर्स गइसक्यो ल यहाँबाट पनि भ्यू हेर्ने ठाउँ चाहिँ रहेछ मेरो प्लान्टहरू त यता टाँसिरहेको यो भित्ताहरूमा कसरी प्लान्ट टाँसिनु पुग्यो यो होइन यस्तो डेन्जर छ यहाँ फोन खस्यो भने त मलाई रामुले त यतै खसालिदिइ राखेर जान्छ होला अब रामु चाहिँ उफबाट जानुभएको छ भ्यू पोइन्टमा ए भिडियो खिचेको भिडियो कालो देख्छ बेबी एउटा डाउन भइरहेको छ त्यहाँनिर खोइ कहाँ यहाँनिर एउटा गाडी चलाउन सुरु गरेछ खोइ यो डाँडाबाट झर्नको लागि चाहिँ त्यो अनि अझै हामी चाहिँ भ्यू पोइन्ट पुगेको छैन यो मुनि मुनि बाटो हिँडेको पनि देखेको थियो मैले फोन चाहिँ झऱ्यो भने हेर्नु न प्लान्टहरू त यहाँ भित्तामा टाँसेको छ त ओ माइ गड कस्तो ठुल्ठुलो भ्यू छ यहाँ के हो यहाँ मरियम अबे यहाँ त भित्र उयो गुफा रहेछ गुफा है अहिले खेल्नुपर्छ फर्किँदा 3 मिनट फर्किन्छ यो चाहिँ
यहाँको सिन हेर्ने हो, पैसा हालेर हो, दुर्पिन हो। अनि तर आजको वेदरले गर्दाखेरि माथि चढ माथि हो त्यो चढ उँभो ठाडो बनाउनु त्यसलाई हो त्यसरी हेर्ने चाहिँ यसरी पैसा हाल्ने हो। त्यहाँ जाऊ न त, खासमा चाहिँ पैसा हाल्नुपर्छ, पे गर्नुपर्छ अनि मात्रै खुल्छ क्यामेरा। तर आज पानीले समस्या गर्यो हामीलाई। मैले सोचेको ठाउँ हो यो पनि एउटा कस्तो डेस्टिनेसन, दुईटा डेस्टिनेसन पुरा भइसक्यो मेरो। यो चाहिँ नाजारे चाहिँ पोर्चुगलको होइन वर्ल्डको सबभन्दा ठुलो हाइएस्ट वेभ आउने ठाउँ हो यो। डेन्जर वेभ गेम के भन्छ, बिगेस्ट लार्जेस्ट वेभ आउने ठाउँ हो यो। यहाँ चाहिँ कति 8 मिटरको कति मिटरसम्म आउँछ भन्छ त्यसको हाइट। वेभको हाइट यस्तो छ। यहाँ चाहिँ पानी परेर चाहिँ होइन के गर्यो यो चाहिँ सायद उयोहरू होला। अनि यो पनि यहाँको एउटा हिस्टोरिकल प्लेस नै हो। अनि यसको बारेमा चाहिँ हेर्नुपर्छ। तर यो आई थिङ्क यो धेरै वर्ष पुरानो चर्च हो। यसको छ होला नि त यो चाहिँ यो एकदमै पुरानो चर्च हो। कस्तो राम्रो डेकोरेसन गरेको। हो रामु गाडै थिएछ। यही गाडको पछि आएको थियो हामी। गाड हो कि के हो प्रोटेस्टमा ए गाइड। Après s'être réunis avec les anciens et avoir tenu conseil, donnèrent aux soldats une forte somme en disant हेर्नु आएको चाहिँ यही हो। वेलकम टु द बिगेस्ट वेभ इन द वर्ल्ड। अनि यहाँबाट हेर्नु जानुपर्छ होइन। स्टिल पानी चाहिँ परि नै रहेको छ होइन, लड्छ रामु होइन। अनि सधैँ त हुन्न त्यो वेभ पनि, बेलुका हुँदै गएपछि चाहिँ आउँदै जान्छ अरे होइन। तर हामीसँग टाइम छैन बेलुकासम्म बस्नलाई। हामी अझै फर्केर जाने हो। अनि त्यही भएर चाहिँ वेभ नदेखे पनि साउन्ड हेरेर जाने। रामुको साथी यो चाहिँ अझै मेरो छाता पल्टाइदिनु खोज्दैछ। एउटै ढुङ्गाको रहेछ कि, एउटै ढुङ्गाको। अहिले धरानमै कराएको छ नि यस्तो एउटै ढुङ्गा काटेर बनाएको। चाहिँ फर्किँदै हुनुहुन्छ डगी पनि लिएर। अगाडिको ड्याड्सको चाहिँ छाता पनि भाँचिएछ है हावाले। डिम्पल चाहिँ यसरी आफ्नो छाता प्रोटेक्ट गरेर हिँडिरहेछ। तर आज हामी हाम्रो डेस्टिनेसन चाहिँ पुग्ला जस्तो छैन। यहाँ सर्फिङ गर्दाखेरि अस्ति जनवरी 5 मा पनि एउटा मान्छे मऱ्यो नि। कहिले अरे? जनवरी 5 मा सर्फिङ गर्दा एक्सिडेन्ट भएको? छाता चाहिँ खुइता छाता हेर्नु, छाता चाहिँ यसरी पक्रिनुपर्छ र छाता यसरी लाँदैछ। हेर्नुहोस् बाजेको छाता कि भाँचिसकेको छ, डिम्पलको पनि त्यस्तो छ। Oh my god. यहाँबाट जाने होइन। Look at the sky. यसरी हेर्न ठाउँ पाउँछ होइन। रामु गुरुङ चाहिँ अघि चढिसक्यो माथि।
मलाई ओला कि ओला भन्दैछ ओ माई गॉड म त खिच्दिनँ ल अहिले फ्लो छ कि डिम्पर हेरेर चल्नु जानु हावाले जाँदैछ पानी पानी सेट वेदर नहेरिकन टिकट काटेको यस्तो भयो गाह्रो भयो अब लन्च क्याफे मात्रै खाएर जाउँ त अहिले कफी पिउनुलाई हामी चाहिँ अब क्याफे के खाने ल जाउँ भित्र त्यो पत्ता नाते माइस्यो ल मलाई ल आसेन्सोर हामी चाहिँ अब यो आसेन्सोरमा जाँदैछु अब चाहिँ टिकट लिएर हामी तल जाने हो दुईजना टिकट डब्लुसी रहेछ टिकट यहाँबाट लिने होला नि यहाँ टिकट चाहिँ यहीँ गर्नुपर्दो रहेछ हामीले उहाँलाई टिकट है पैसा क्यास छैन आफूसँग ए म क्यास हेर्छु है मेरो पैसा दिनुभयो होला अब यहाँबाट चाहिँ हामी यसरी जाने हो यहाँबाट टिकट स्क्यान गरेर ओके स्क्यान गरेर ओके स्क्यान गरे हामी अघि चाहिँ हिँडेर आएको थियो हामी होइन भुका लाउँदाखेरि अनि चाहिँ ओह्रालो जाँदाखेरि चाहिँ हामी यो जिप लाइन जस्तो गाडी ओह्रालो कुद्ने गाडी यस्तै छ गाइस यहाँबाट ओह्रालो जानुपर्ने हामी चाहिँ के हो थाहा भएन ओह्रालो कुद्ने गाडीमा चढेर जाने जानु लाग्छ यहाँ चाहिँ है हेर्न लाग्यो कति डर लाग्छ डर लाग्यो होइन ओह्रालोमा स्पिड मान्छे बिना गयो भने ड्राइभर बिना कुछ जस्तो लाग्यो नि त मलाई कस्तो भोक लाग्यो अब हिँड्न लाग्यो ओह्रालो पनि ओह्रालो अब यसलाई स्टप हामी चाहिँ ओह्रालो ड्राइभर दाइ आउनुभयो यस्तो छ है सिन चाहिँ तिमी उता ब्याक खिच्छ म यता खिच्छु ल फ्रन्ट खिच्छु ल ए यता भनेको हामी चाहिँ यति छौँ सबैजना एकैछिनमा सकिन्छ पैसा त सकियो ल हामी चाहिँ अब यता हो एक्जिट हुँदैछ ल कस्तो लाग्यो डर लाग्यो डर त लागेन उता हेर्नु न एकचोटि है
जिप लाइनको भिडियो है यस्तो टाउबाट आएको है हामी आउँदा चाहिँ गाइस जाँदा चाहिँ यस्तो हुन्छ दामी ठाउँ देवाल कस्तो लाग्यो राम्रो लाग्यो डर लागेन अनि तिमी त डराउँदै रह्यो हाम्रो यो कस्तो लाग्दैछ आजको टुर Fala, amigo. Fala. Ok. As imagens é a continuação desta está escrita, é muito da letra. Está na continuidade, então aí que acabamos de terminar. Como tem a ver? Temos vinhos, também todo acompanhado com bastante ajuda, esse leite de Grillados, tudo, né? Esse grillado. Sardina? Eu não gosto de sardina, mano. Não gosto de sardina, mano. Também temos a dourada, molhada, também temos salmão, temos a lulazinha. Lula. Sim, vem com barriga. ल कहाँ बस्ने के हामीले गार्लिक ब्रेड चाहिँ के गर्ने डिपु बोकेर जाने मलाई त यो पनि दिँदै रहेछ अब यो एक्स्ट्रा ब्रेड आउँदो रहेछ तर डिम्पलले चाहिँ पहिल्यै ब्रेड मगाएकोले गर्दा त्यो चाहिँ हामीले चाहिँ बोकेर हिँड्नु पर्ला जस्तो छ गाइस यो चाहिँ मेरो लन्च आजको अक्टोपसहरू पनि रहेछ आम्मु अक्टोपस हो तर तिम्रो पो खाउँ लाग्यो त मलाई खाइदिउँ यो खानु मन लाग्यो मलाई मैले अक्टोपस चाहिँ मैले फर्स्ट टाइम ट्राई गर्दै गरेको ओके हामी चाहिँ लन्च गरिसकेर एकछिन बाहिर निस्किएको हाम्रो टिकट चाहिँ अझै दुई घन्टा पछाडिको छ अनि हामी चाहिँ यो माथि पुगेर आएको अघि अनि झर्दाखेरि चाहिँ यो दुलोबाट झरेको चढ्दाखेरि चाहिँ अर्कै बाटो माथिबाट गएको होइन अनि उहाँ चाहिँ अब चाहिँ बच्चाहरू सर्फिङ गर्न बच्चाभन्दा पनि ठुलै मान्छे पो रहेछ सर्फिङ गर्न लागेको छ यिनीहरू चाहिँ होइन अनि आज त्यस्तो वेभ चाहिँ छैन तर पनि अब खै गर्छ होला नि अलिअलि त छ नर्मली अलिअलि त हुन्छ नि होइन अनि छ लुक एट द स्काई एक्सर्साइज गर्दैछ यहाँ सर्फिङ गर्नको लागि मान्छे अनि ओ माई गॉड लुक एट दिस कस्तो डेन्जर छ क्या तर यहाँको नर्मल छालो यो पनि होइन चाहिँ यहाँ हामीलाई यत्तिकै चाहिँ जानु दिँदैन यहाँनिर मिल्दैन यो सर्फिङ गर्नेहरू मात्रै जानु दिन्छ हामीलाई चाहिँ जानु दिँदैन यहाँनिर यो छालमा ओके गाइज आज चाहिँ हामी बिहानै नजारे आएर पनि अब एकछिन भिजिट गरेर हामी चाहिँ फर्किनु लागेको यहाँबाट अब 1 घन्टा 1.5 घन्टामा लिस्बन पुगिन्छ अनि पानी परे पनि रमाइलो नै भयो होइन रामो रमाइलो नै भयो अनि अलिअलि पानी रोकिएको छ अनि चाहिँ एकदम राम्रो भएछ अनि त्यो यो ज्याकेट चाहिँ यसै गरौँ होइन अनि पानी परेर पानी यसै सोसेर झनै गरम भयो 10 केजी जतिको बोकेर हिँडेँ तर हिँड्दा फेरि सुकि पनि सक्यो हावा र अलिअलि घाम लागेर होइन सुकिसक्यो अनि तपाईहरुले अहिलेसम्म हेरिदिनु भयो त्यसको लागि थ्यांक यू सो मच अनि प्लिज सब्स्क्राइब र कमेन्ट गरिदिनु होला अनि लाइक पनि गरिदिनु होला अनि स्टे ट्युन्ड बाइ बाइ